हेलो साथीहरू, मैले चाहिँ अस्ति यो जुन चाहिँ टुप्पो छुट्टाएको थिएँ यसरी आउँदो रहेछ बिटिटिटी। हेर्नुहोस् न, साँच्चैमै खोर्सानीको है टुप्पो छुट्टाउनु भनेको चाहिँ यही कारण रहेछ। नभए चाहिँ यसरी पत्ता मात्र आउँदै थियो यसरी होइन। अन्त मैले टुप्पो छुट्टाएकोदेखि चाहिँ हेर्नुहोस् न बिटिटिटी आउँदो रहेछ। यसको पनि टुप्पो छुट्टाएको यहाँ आउँदैछ हो। अन्त सबैको आउँदो रहेछ बिटिटिटी त्यस्तो रहेछ गाइस। खोर्सानी रोप्यो भने चाहिँ अलिक ठुलो भएर चाहिँ टुप्पो छुट्टाइदियो भने यसरी आउँदो रहेछ। वाउ, देख्यो बिटिटिटी। हेलो साथीहरू, आज चाहिँ मैले उयो पटको खोर्सानी कसरी बोरामा सार्नुपर्छ भनेर आज भिडियो लिएर आएको छु। हजुरहरू हेर्नुहोस् होला है त। हामीले चाहिँ यो बोरामा चाहिँ गाईको पिसाब हालेर राखेको थियो। अन्त आज चाहिँ मेरो पटको खोर्सानी अलिक ठुल्ठुलो भइसकेको थियो नि त, सो त्यही भएर अब चाहिँ बोरामा सार्ने बेला आएको। यसरी सार्नुपर्छ है, हजुरहरू हेर्नुहोस् है त। यो चाहिँ हामीले पटलाई माटोसँगै निकाल्नुपर्छ, यो जरा डल्लै निकाल्नुपर्छ। अन्त चाहिँ त्यसलाई त्यो खाल्टामा खप्पी हाल्यो, त्यहाँदेखि हामीले सहारा सपोर्ट दिनुपर्छ एउटा है। अन्त मजाले यसरी गऱ्यो भने रेडी भयो। सो यस्तो चाहिँ के हुन्छ भने बोरामा चाहिँ डाइरेक्ट मर्दो रहेछ, किनभने मेरो चाहिँ बोरामा डाइरेक्ट गरेको चाहिँ मर्यो। सो मैले चाहिँ पटमा सारेर यसरी गरेको चाहिँ यसरी चाहिँ अब हुर्किसकेको हुन्छ, डर हुँदैन होइन। अन्त हेर्नुहोस् होला, यसरी हालेर खप्पै हामीले हाल्नुपर्छ। हजुरहरूलाई मैले छेउबाट पनि देखेको छु है। मलाई चाहिँ त्यस्तो आउँथेन, तर पनि मैले चाहिँ सिकेर है अहिले मैले पनि सिकेर चाहिँ हजुरहरूले पनि सिकोस् भनेर भिडियो बनाएको। सो हेर्नुहोस् है त, रेडी भइगयो त। सो मेरो चाहिँ थुप्रो